जो मेरो त मोटिभेसन र सेल्फ इम्प्रुभमेन्ट रिलेटेड हो नि त मोटिभेसन भन्नु अब यो पैसा रिलेटेड के दाइ होइन म चाहिँ त्यही पैसाको लागि आएको दाइ है मलाई पैसा सेभिङ गर्ने के वे दिनुहोस् न दाइ यो चाहिँ मेरो मेन चाहिँ त्यही हो कि मोटिभ चाहिँ पैसा कमाउने र सेभ गर्ने कसरी पैसा कमाउनेलाई यति भनिदिनु दाइ पैसा कमाउनु लागि चाहिँ मान्छेले मेहनतै गर्नुपर्छ सबैभन्दा होइन फर्स्ट अफ अल चाहिँ इमान्दारिता हो हजुर इमान्दारिता हुनु बित्तिकै मान्छेहरूले सबैले तपाईँलाई मन पनि पराउँछ सबै कम्पनीले भनौँ न मान्छेले मात्रै नभएर कम्पनी अन्य अन्य इन्ट्रेस्ट कुनै पनि प्रोजेक्टहरूले तपाईँलाई मन पराउँछ त्यो इमान्दारिता सबैभन्दा ठुलो कुरो अनि त्यहाँबाट चाहिँ अब उपरवालाले पनि दिन्छ कि इमान्दार भएपछि त होइन हो होइन अनि पैसा सेभिङ भनेको चाहिँ अब सेभिङ भन्ने कुरो चाहिँ खाँदै नखाएर होइन होइन हामीले अलिकति सस्तो होइन कुनै चिज पनि अब हामीले मार्केटमा गयो भने पाउनु बित्तिकै महँगो भन्नु बित्तिकै त्यो अर्को ठाउँमा सस्तो पनि हुनसक्छ नि त्यो सस्तो त्यही अब त्यसलाई चाहिँ सेभिङ भन्छ क्या अलिकति दुःख गर्नु पऱ्यो होइन अलिक खोज्नु पऱ्यो होइन त्यही चिजलाई चाहिँ हामीले अन्त चाहिँ हामीले अलिक सस्तो पाउँछौँ होइन कसैले 1500 भन्छ नि 1000मा पाइराखेको हुन्छ 500 सेभ हो नि त्यसलाई भन्छ सेभ होइन हो कि होइन सेभिङ भने चाहिँ मैले चाहिँ त्यसरी भन्छु है खाँदै नखाइकन होइन हामी अब खानुपर्छ नि होइन सबैभन्दा आफ्नो शरीर छ भने त पैसा छ होइन तर पैसा सेभिङ भनेको चाहिँ त्यसरी चाहिँ म भन्छु टमाटरहरू पनि सागसब्जीहरू कुनै पनि घरमा हामीले जुन किनिन्छ नि हामीले किन्दाखेरि चाहिँ जानु बित्तिकै टमाटर यहाँ रहेछ किनिहालौँ अब उहाँ एक चाहिँ अब 100 भन्ला पर्तिर 70 भन्ला 80 भन्ला होइन अब 70मा गयो भने 30 रुपिस हाम्रो सेभ गर्नु त्यसलाई भन्छ सेभ भाइ त्यसरी गर्ने है सेभ मजाले दिनुभयो कि जस तपाईँले हजुरले भन्नुभयो नि त मेन इमान्दार हुनु पर्यो र मिहिनेत गर्नुपर्छ र अनि सेभिङ भनेको चाहिँ अब त्यसरी हामीले गर्नु पर्यो सेभिङ स्टाइल चाहिँ है सही हो थ्याङ्क यू सो मच दाइ हामी जस्तो यङ मान्छेले यो धेरै हाम्रो यङले हेरिरहेको छ क्या यङले किनभने म यङको लागि नै बनाएर हो होइन मेरो यङ्गर्सहरूले गर्ने नै यस्तै हो नि त हजुरको होइन पोइन्ट अफ भ्यूबाट होइन दाइ हजुरको अब यति लामो समय बिताउनु भयो बाहिर होइन अब हुन्छ नि एउटा केही यसो सानोतिनो हामी जस्तोले चाहिँ होइन अब के गर्दा चाहिँ बेटर हुन्छ होला दाइ अब यो 20-22 यस्तो केटाहरूले होइन हजुरको पोइन्ट अफ भ्यूबाट होइन के यस्तो तपाईँको सिक्नुभएको कुराहरू लेसनहरू के सेयर गरिदिनु सबै भन्दाखेरि चाहिँ हामीले अब गर्नुपर्ने माथि यो कुरो राम्रो कुरो गर्नु भने भाइले होइन हामीले कुनै पनि एउटा प्रोफेसनल चाहिँ लिनुपर्छ हामीले प्रोफेसनल जस्तो कि अब फोटोग्राफर भयो भने तपाईँ फोटोग्राफरै प्रोफेसनल भयो भने तपाईँ कुनै पनि देशमा गएर तपाईँले गर्न सक्नुहुन्छ अनि होइन होटल म्यानेजमेन्ट गरेर एउटा कुक सेफ भएर गयो भने त्यो पनि संसारको सबैतिर संसारको हरेक कुरामा उसले चाहिँ काम पाउन सक्छ तर हाम्रो नेपालीहरूको प्रायः जस्तो कस्तो छ पैसा लगानी गर्ने केही पनि जानेको हुँदैन होइन सेलेरी धेरै खोज्ने होइन यङ्गरहरूले चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि प्रोफेसनल पक्रिनु पऱ्यो कुनै पनि कि त आइटी होइन कि चाहिँ नि अब फोटोग्राफर भयो आफ्नो के छ इच्छा होइन अब कि चाहिँ नि अब त्यो हिसाबले चाहिँ गऱ्यो भने आफ्नो प्रोफेसनल पक्रेर गयो भने कुनै कन्ट्री गयो भने कुनै पनि इभन आफ्नै देशमा पनि राम्रो कमाइ हुन्छ हो कि म चाहिँ त्यही भन्छु है यङ्गरहरूलाई प्रोफेसनल पक्रिनुपर्छ यो होइन कि आज एउटा काम थाल्यो त्यसलाई छोडेर अर्को काम फेरि सबै अधुरो नभएन एउटा चाहिँ प्रोफेसनल चाहिँ हुनु पर्यो एउटामा चाहिँ हुनु पर्यो मास्टर हुनु पर्यो या त ड्राइभिङ नै हुनु एउटा कि त फुटबल प्लेयरै हुनु पर्यो कि बक्सिङ प्लेयरै हुनु पर्यो होइन एउटा प्रोफेसनल चाहिँ हुनुपर्छ क्या जीवनमा चाहिँ कहिले दुःख पाउँदैन फेरि एउटा प्रोफेसनल भयो भने जीवन प्रोफेसनल चाहिँ पक्रिनु पर्यो एउटा चाहिँ हो कि त्यो चाहिँ हो थ्याङ्क यू सो मच दाइ यस्तो मजाको सजेसन दिनुभयो यस्तो भएको थियो कि त म पनि होइन धेरै कुराहरू मल्टिपल चिजमा लाग्यो क्या त त्यही भएर होला सायद होइन मैले धेरै कुरा गरेर होला आफ्नो अनुभव चाहिँ बटुले तर एउटा कुरा मास्टर गरेको भए सजिलो हुन्थ्यो जस्तो लाग्छ क्या अहिलेको टाइममा मलाई त्यस्तो रियलाइज हुन्छ मास्टर गर्नु नै मात्रै एउटा कुरामा चाहिँ ठिकै हो राम्रै हो मास्टर गर्नु अब पिएचडी गर्नु भन्ने कुरो त्यो आफूमा भर पर्ने हो तर मास्टर गर्नुको लगत्तै पनि आफ्नो एउटा कुरामा चाहिँ प्रोफेसनल हुनुपर्छ क्या किन भन्दाखेरि मास्टर मेरो छोरी मास्टर गरेको छ मास्टर गरेको छ एकजनाले पिएचडी गर्दैछ पिएचडी पढ्दैछ 2 वर्ष भयो होइन अब एकजनाले उसले चाहिँ प्रोफेसनल पक्रियो 12 सक्नु बित्तिकै साइन्स लिएर पढेको उसले चाहिँ बिएससी नर्स पक्रियो उसले आफ्नो प्रोफेसनल मजाले उसले चाहिँ नि कमाइराखेको छ 1.5 लाख रुपियाँ उसले कमाइरहेको छ हो अब अर्को छोरीले चाहिँ के ठुलो छोरी मास्टर गर्यो उसले चाहिँ मैले पनि प्रोफेसनल पक्रेको भए मैले अझै धेरै पैसा
यस्तै हुन्थ्यो होला भन्ने उसको भनाइ होला, उसको पनि छ एम त, हजुर। उसको पनि कमाइ हुन्छ, मास्टर गरेर पनि नहुने त होइन भन्दाखेरि चाहिँ प्रोफेसनल र पढाइ र त्यो चाहिँ अलिकति पढिसकेपछि चाहिँ अलिकति पछाडि आउँछ, कमाइ त हुन्छ कमाइ हुन्छ। हुन्छ नहुने त होइन, तर पनि प्रोफेसनल भनेको प्रोफेसनल हो, कुनै पनि अब काम गर्दाखेरि चाहिँ नि होइन पढ्नै पर्छ भन्ने चाहिँ छैन, हजुर पढ्नै पर्छ भन्ने छैन होइन। तर नपढेको मान्छेले पनि आफ्नो प्रोफेसनल गरेर जस्तो कि एउटा लामो समय दिनु होइन? पर्यो होइन? एउटा चाहिँ नि अब कस्तो यो काठको बनाउँछ नि झ्याल ढोकाहरू मजुरहरू होइन यस्तोहरू होइन, त्योहरू उहाँहरू नपढेर पनि उहाँहरूले कस्तो राम्रो कमाइ गरेको छ ल भन्नुहोस् त, एउटा प्रोफेसनल हो नि उहाँको कार्पेन्टर होइन, हो कि होइन? हजुर त्यही हो। अब पढ्ने मान्छेले हिजो पनि एकजना साथीले भेटाएको, मैले दुइटामा मास्टर गरेँ तर यहाँनिर यसको कदर छैन, विदेश गयो भने चाहिँ अलिअलि हुन्छ हजुर भन्ने उसको भनाइ। त्यही कारण चाहिँ प्रोफेसनल बरु 12 सकेर म केही प्रोफेसनल केही आफ्नो सिप चाहिँ नि सिकेको भए चाहिँ त्यो जित्यो होला भनेर भन्दै थियो क्या। हजुर र अहिले भाइले भनेको र त्यो भाइले भनेको उस्तो लागेको, मास्टर गरेको भए हुन्थ्यो भनेर। मास्टर गरिसकेको मान्छेहरूले पनि त्यो भनिरहेछ क्या, एउटा प्रोफेसनल हुनुपर्छ केहीको पनि। दाइ हजुरले कस्तो यो कुरा भन्नुभयो नि विदेश भनेर भन्नुभयो नि दाइ, अब भिडियो लामो भएर सही पनि मनमा प्रश्न छ दाइ होइन, अब यसरी भेट्न होला दाइ होइन, तपाईँ पनि अब एक्सप्लोर गर्दै हुनुहुन्छ, घुम्दै हुनुहुन्छ, मलाई भेट्नु भयो दाइ र मैले तपाईँलाई भेटेँ होइन। मैले चाहिँ के सोध्नु खोजेँ होइन दाइ, लाइक यो छ नि हाम्रो होइन तपाईँ बाहिर लामो समय बस्नुभयो होइन, धेरै लामो समय बसेँ। लाइक यो के लाग्छ दाइ होइन, हामी बाहिरै जानुपर्छ दाइ, हामी यङ युथहरू के लाग्छ तपाईँलाई? होइन यस्तो हो, हजुर बाहिर जानुपर्छ भने हाम्रो नेपालमा स्कोप छैन नि त अहिले। हजुर अहिले कति धेरै पढेको मान्छेहरू होइन, पढ्नेहरू पनि सबै बाहिर गइरहेको छ। इभन पढिसकेको हस्पिटलमा काम गरेको मान्छेहरू, डक्टरहरू भयो, नर्सहरू भयो होइन, अरू अन्य आइटीहरू भयो, अनि नेपालमा अब स्यालेरी त्यति छैन छैन होइन। हजुर त्यो कारणले गर्दाखेरि उहाँहरूको लगानी नै उठ्दैन नि त यहाँ काम गऱ्यो भने होइन। त्यो लगानी उठाउनुको लागि पनि विदेश जानुपर्छ क्या, उहाँहरू कोही पनि जानुपर्छ होइन। म चाहिँ त्यो सोचेँ है, मैले चाहिँ विदेश बसेँ, मैले पनि विदेश बसेको थुप्रै भयो होइन। हामी युएस आर्मीहरूसँग धेरै ठाउँ काम गरेँ मैले हजुर तर नेपालमा आउँदाखेरि चाहिँ विदेशै जानु मनपर्छ, किन भन्दाखेरि यहाँको कमाइ हुँदैन, यहाँको काम फेरि कसैले पनि हामीलाई कदर गर्दैन क्या। तपाईँले चाहिँ राम्रो काम गर्नुभएको छ या अब नराम्रै काम सानोतिनो, नराम्रो भन्दा पनि सानोतिनो भनौँ न, सरकारी होइन लोकलै भनौँ न, अब प्राइभेटमा काम गर्यो भने पनि उहाँहरूले अब जस्तो कि एउटा पठाउ भनौँ, पठाउलाई कस्तो नजरले हेर्छन् उहाँले, पठाउ यो पठाउ गर्छ मान्छेले भन्छ है, हजुर कस्तो नजरले। ट्याक्सी ड्राइभरलाई ट्याक्सी ड्राइभर पठाउ भन्ने होइन, उहाँहरूको इज्जत छैन, इज्जत हुन्छ नि त, तर मान्छेहरूले हेर्ने सेन्स अलिक अर्कै हुन्छ क्या। तर विदेशमा भनेपछि इभन क्लिनर होस्, यति उहाँहरूलाई सम्मान हुन्छ, कदर हुन्छ, पैसा हुन्छ होइन। यहाँ अब महिना पर्खिनुपर्छ, उहाँ 2 घन्टामा 4 घन्टामा 6 घन्टामा पैसा आउँछ। यस्तो हुन्छ, उहाँ छुट्टै फरक पर्छ, रेस्पेक्ट हुन्छ, धेरै रेस्पेक्ट हुन्छ। तर यहाँ त रेस्पेक्ट जस्तो मन्त्रीहरूलाई त गाली गर्छन् भने है, रेस्पेक्ट छैन क्या। हजुर कस्तो कुरा बुझ्नु भएन? बुझ्ने दाइ बुझेँ, तर दाइ तपाईँले गरेको जुनसुकै काम पनि कसैले पनि रेस्पेक्ट गरिदिनुपर्छ क्या। हजुर दाइ अनि यो छ नि बाहिर हाम्रो साथीभाइहरू दाइहरू हुनुहुन्छ नि होइन, अब त्यो बाहिर बसेर पनि होइन पैसा चाहिँ म्यानेज गर्न गाह्रो भएर हुन्छ कि दाइले, हजुरले चाहिँ कसरी म्यानेज गर्नुभयो नि, अनि अरू दाइहरूले चाहिँ कसरी म्यानेज गर्नु सक्छन् होला जस्तो लाग्छ नि होइन? बाहिर विदेशमा बस्दाखेरि त्यो विदेशमा बस्दाखेरि आफू सबैभन्दा मैले भने आफूमा एउटा प्रोफेसनल छ भने हजुर त्यसबाट चाहिँ तपाईँको इन्कम हुन्छ होइन। त्यहाँबाट चाहिँ तपाईँले हजुर म्यानेज गर्ने कुरा भन्दाखेरि घरमा पठाउने, आफूले खाने, जिम गर्ने होइन, अब अन्य आफूले गर्ने चिजहरू चाहिँ तपाईँको प्रोफेसनलताबाट तपाईँलाई आफैमा हुन्छ। जस्तो कि तपाईँ एउटा सेफ कुक भनौँ न होइन, तपाईँले होटल म्यानेजमेन्ट गरेर तपाईँ सेफ हुनुभएको छ भने तपाईँको सेलेरी पनि निकै हुन्छ नि त, 1-1.5 लाख हुन्छ। ल 1 लाख रुपियाँ घरमा पठायो भने 50,000 तपाईँले
आफ्नो सेल्फको लागि त्यहाँनिर जिमको लागि अथवा खाने अन्य ड्रेसअपहरू होइन हजुर होइन त्यसरी हुन्छ कि अब प्रोफेसनल छैन भने चाहिँ हामी जस्तो कि अब कन्स्ट्रक्सनमा काम गर्नु जान्छन् यहाँबाट मान्छेहरू पैसा तिरेर कति पैसा तिरेर होइन हजुर उहाँहरूको त अब सेलेरी नै कम्ती हुन्छ अब 30-40 हजार हुन्छ महिनामा होइन अनि त्यसले गर्दाखेरि चाहिँ म्यानेज गर्नु उहाँहरूलाई अलिक गाह्रो भएको म्यानेज गर्न चाहिँ गाह्रो हुन्छ प्रोफेसनल पक्रेर गयो भने चाहिँ हुन्छ तपाईँको पैसा सेलेरी प्रोफेसनल भन्नाले चाहिँ प्रोफेसनल भन्नु बित्तिकै तपाईँको कुनै पनि तपाईँको एउटा फिक्स जब फिक्स हुनु पर्यो तपाईँले जानेको स्किल ए होइन तपाईँले जानेको कुरो तपाईँले चाहिँ अब यो नेपालमा चाहिँ तपाईँले के गर्नुभएको छ त तपाईँको प्रोफेसनल कार्पेन्टर एउटा तपाईँले झ्यालढोका राम्रो बनाउनुहुन्छ नि त तपाईँको त्यो जोकैले त बनाउँदैन त्यो बनाउँदैन होइन हजुर हजुर त्यही हो के प्रोफेसनल भनेको तपाईँले जानेको कुरो चाहिँ स्किल सिकेर चाहिँ बाहिर गयो भने सजिलो हुन्छ बाहिर प्रोफेसनल नै भने स्किल त्यही नेपालीमा चाहिँ त्यो स्किल हो के हो के भन्छ स्किल त्यो के भन्नु स्किलै भन्छ इङ्ग्लिसमा भन्छ त स्किल चाहिँ स्किल भन्छ वा त्यसलाई के भन्छ जस्तो कुनै कुरामा के भन्छ प्रोफेसनल तपाईँको आफ्नो त छुट्टै अब हाम्रो बाबुबाजे कृषि हो होइन हजुर। उहाँहरूको प्रोफेसनलै त्यही हो बिहान उठ्यो खेतमा गयो धान रोप्यो कोदो रोप्यो उत्पादन गर्यो बेच्यो अनि पैसा लियो होइन त्यति नै हो त्यसैले भन्छ प्रोफेसनल जस्तो कि अब होइन त्यो चाहिँ पक्रेर होइन कुनै पनि चिज तपाईँ गएर त्यसमा सेलेक्ट भएर त विदेश जानुभयो भने तपाईँको सेलेरी त्यो अनुसारको आउँछ नि होइन त्यहाँ चाहिँ म्यानेज गर्नु सजिलो हुन्छ तर यहाँबाट विदेश जानु बित्तिकै रुखमा पैसा पर्छ भनेर फले जस्तै फल्ने चाहिँ होइन होइन आफ्नो दक्ष अनुसारको पैसा पाइन्छ हामीले होइन स्यालेरी पाइन्छ होइन तपाईँ अब राम्रो खालको चाहिँ अब जिसिसी लाइसेन्स भएको ड्राइभर जिसिसी भनेको गल्फ कन्ट्री भनौँ न नेपालदेखि गल्फ सबैतिरको लाइसेन्स भयो तपाईँ प्रोफेसनलै ड्राइभर भयो होइन तपाईँ जे पनि चलाउनु सक्नुहुन्छ तपाईँको सेलेरी पनि त्यो अनुसारको हुन्छ होइन त्यसले गर्दाखेरि म्यानेज गर्नु इजी हुन्छ तर दुःख चाहिँ कस्तो भन्दाखेरि यहाँबाट केही नजानेको मान्छे चाहिँ विदेश गयो भने अलिक दुःख हुन्छ कसरी दुःख चाहिँ कसरी हुन्छ म्यानेज गर्नु अप्ठ्यारो हुन्छ पैसा पैसा अब कम्ती हुन्छ नि त सेलेरी होइन अब यता ऋण पनि गरेर गएको हुन्छ प्रायः जस्तो मान्छेहरू होइन हजुर हजुर अनि त्यता ऋण पनि त तिर्नु पर्नु होइन अब आफूले खानु पर्यो त्यही भएर तपाईँले अघि सोधेको कसरी म्यानेज हुन्छ भनेर सोध्नु भएको कारण चाहिँ त्यही हो होइन त्यही हो कस्तो मजाले दाइले है सम्झाइदिनु भयो म पनि आफूलाई एक्सप्लोर गर्ने जर्नीमा चाहिँ लागेको छु कि अब नयाँ नयाँ कुराहरू सिकिरहेको छु अनि हजुरसँग भेट्न पाएँ मलाई खुसी लाग्यो दाइ है अब अन्तिममा दाइ होइन तपाईँले होइन आफूलाई होइन आफ्नो यङ भर्जन हुन्छ नि अब तपाईँ 20-22 वर्ष हुँदाखेरि तपाईँले त्यति बेलालाई के सजेसन दिन चाहनुहुन्छ लाइक के चाहिँ भन्न चाहनुहुन्छ त्यति बेलाको मान्छेलाई भेट्नु पाउनु भयो अरे होइन के भन्न चाहनुहुन्छ अहिले यङहरूलाई हजुर हजुर यङहरू तपाईँले सोच्नुहुन्छ तपाईँ यङ हुनुहुन्छ होइन त्यति बेलाको मान्छेलाई चाहिँ जो मेरो एजको मान्छे पहिला जमाना 20 वर्ष भनौँ 20 वर्ष हजुरले आफूलाई सजेसन दिँदै हुन्छ त के भन्न चाहनुहुन्छ त यसो भन्नु त सजेसन सबैको सजेसन राम्रो हुन्छ अब कस्तो खालको सजेसन हो टिप्पणी गरेर उसको भने अनुसारको सजेसनहरू सुन्नुपर्छ सबै अर्ती भनेको घरतीको पनि सुन्नु अरे भन्छन् होइन र त्यो सजेसन कुन पोइन्टको हो त्यो आधारमा हामीले मनन गर्नुपर्छ सुन्नुपर्छ र एकपल्ट मेरो त्यहाँनिर ल है भाइ थ्याङ्क यू सो मच दाइ सो दाइ हजुरको एकचोटि इन्ट्रोडक्सन मजाले दिइदिनुहोस् न त अन्तिममा ल ओके लास्टमा मैले इन्ट्रोडक्सन दिएँ मेरो नाम चाहिँ टार्जन राई हजुर है टार्जन राई 71 मेरो उसमा छ टार्जन राई हो हजुर तपाईँहरूले मेरो भाइ अहिले बाटोमा भेट्यो अब खुसी लाग्यो हजुर तपाईँहरूले पनि यो ब्लग हेरिदिनु होला है त ब्लग यो चाहिँ हाम्रो सानो इन्टरभ्यू कुरा जस्तो भयो दाइसँग धेरै कुरा इन्फर्मेसन लिन पाएँ मैले होइन अनि जान्न पाएँ पैसाको बारेमा जान्न पाएँ होइन आफ्नो अनुभव दाइको मोटिभेसनको बारेमा जान्न पाएँ होइन अनि जस मजा आयो थ्याङ्क यू सो मच दाइ टाइम दिनुभयो है हाम्रो दाइले जस अब ऱ्यान्डम कुराकानी भयो बाटोमा भेट भएका छि होइन र दाइसँग लामो कुराकानी भयो मजा आयो थ्याङ्क यू सो मच यो भिडियोमा तपाईँले केही न केही पाउनु भएको छ भन्ने आशा गर्छु र फेरि छिट्टै भेट्नेछौँ नयाँ भिडियोमा र दाइको हजुरको युट्युब च्यानल टिकटकहरूको लिङ्क पनि म मुनि राखिदिनेछु ल दाइलाई पनि फलो गरेर सपोर्ट गर्नु थ्याङ्क यू सो मच एभ्रीवन बाई बाई